थ्याङ्क यू राम्रै छ तपाईँ राम्रै छ हुन्छ यहाँ उपस्थित सम्पूर्ण जनलाई जयमसी भन्न चाहन्छु धन्यवाद दिन चाहन्छु विशेष भोट प्रोग्रामलाई धन्यवाद दिन चाहन्छु मलाई यो समितिको वचनको अभिभावक दिनुभएको लागि अनि विशेष धन्यवाद छ आजको सञ्चालक आज हाम्रो माझ दुई भाइको सञ्चालक भएको छ है र परमेश्वरले दुईजनालाई प्रशस्त मात्र आशिष गर्नु है अनि मलाई समय दिनुभएको छ अनि प्रार्थनाको लागि म धन्यवाद दिन चाहन्छु ब्रदर डेभिडलाई है अनि हाम्रो माझमा समय एकदमै कमी छ किनभने हामी सेवाको बादमा फेरि हामीले प्र्याक्टिसहरू गर्नुपर्ने हुन्छ कतिवटा सरसल्लाह छ अब हाम्रो प्रिक्रिसमस प्रोग्रामहरू नजिक आइरहेको छ है त्यसोले गर्दाखेरि हामी थोरै छौँ हामी म अगाडिबाट तपाईँहरूलाई आग्रह गर्न चाहन्छु तपाईँहरू जब सर्भिस सकिन्छ तपाईँहरू निस्केर नगइदिनुहोस् है केही क्षण 5-10 मिनट भए पनि बसिदिनुहोस् अनि हाम्रो सेवाकाई भनेको चाहिँ तपाईँको यो हाम्रो यहाँ मात्र होइन मतलब हाम्रो त्यो अन्तिम प्रार्थनासम्म मात्रै होइन जबसम्म तपाईँले कोठा हुनुहुन्छ तबसम्मको हाम्रो सङ्गति हो होइन अनि त्यही कारणले गर्दाखेरि है तपाईँहरू अन्तिम प्रार्थनाको बादमा पनि 5-10 मिनटको लागि तपाईँहरू बसिदिनुहोस् त्यो पनि हाम्रो एउटा सङ्गति हो हामी एकअर्कामा इन्टरेक्सन हुन्छौँ है अनि एकअर्कामा हामी जान पहिचान हुन्छौँ अनि आदान प्रदान हुन्छौँ होइन हामी कतिवटा कुरा सेयरिङहरू गर्छौँ अनि यो चाहिँ ख्रिस्टमा हुने कुराहरू हो हामी परमेश्वरलाई धन्यवाद होस् हामी सरासर वचनमा जानेछौँ र विशेष गरी म आदर गर्न चाहन्छु हाम्रो माझमा हाम्रा पिए सर हुनुहुन्छ पिए सर है उहाँलाई आदर गर्न चाहन्छु यसरी हाम्रो माझमा सन्तानजी हुनुहुन्छ पास्टर एरोन हुनुहुन्छ र यसरी नै धेरैजना हुनुहुन्छ अनि म विशेष गरी प्रभुको वचनलाई अघि सार्दै हजुरको सम्पूर्णलाई म आदर गर्न चाहन्छु र प्रभु वचनले यही भन्दछ भातृ प्रेममा एक दोस्रोको तर्फ लागिरहौ अनि मानमा एकले अर्कोलाई बढ्ता आदर गर्नु भन्नुभएको छ यानि कि हामीले एकले अर्कालाई चाहिँ आफूलाई भन्दा पनि अझ धेरै आदर गर्नुपर्ने हुन्छ त्यसोले गर्दाखेरि म सम्पूर्णलाई म आजको वचनमा आदर गर्न चाहन्छु र साथै तपाईँलाई म आजको वचनमा स्वागत गर्न चाहन्छु अनि वचन चाहिँ विशेष गरी बाइबलको शिक्षालाई चाहिँ हामीले दुई प्रकारले हामी सिकाइने गरिन्छ दुई प्रकारले शिक्षा सिकाइने गरिन्छ र विशेष गरी एउटा चाहिँ हुन्छ टपिकल भन्छ एउटा विषय सूची हुन्छ एउटा विषयलाई लिएर हामीले शिक्षा अघिबाट दिने गरिन्छ अनि जुन एउटा पार्टिकुलर एउटा विषय हुन्छ अनि त्यो विषयमा शिक्षा दिने गरिन्छ अनि अर्को हुन्छ एउटा एक्सपोजिटोरी भन्छ जो चाहिँ एउटा वाक्यलाई है त्यसलाई विश्लेषण गरिन्छ अनि त्यो चाहिँ एउटा पवित्र आत्माको शक्तिद्वारा हुन त दुइटै टपिकमा पवित्र आत्माको शक्तिद्वारा हुन्छ अनि बाइबललाई चाहिँ विशेष गरी हो त्यो दुईवटा प्रकारले शिक्षा दिने गरिन्छ अनि तपाईँले मसँग सरासरी यूहन्नाको पुस्तकलाई बोलिदिनुहोस् यूहन्ना 9 अध्यायलाई यूहन्ना 9 अध्यायको हामी 1 देखि जब 12 पद छ तर हामी 1 देखि 7 पदसम्म मात्रै पढेछौँ यहाँ एउटा छोटो घटना घटेको छ अनि यीशु र दृष्टि मानिसको चाहिँ झम्का भेट भएको छ अनि त्यो यरुसलेम सहरकै छेउमा हो अनि म तपाईँहरूलाई सरासरी पढेर सुनाउँछु यूहन्ना 9को 1 देखि 7 पदमा तपाईँहरूले एकदमै ध्यान दिएर सुनिदिनुहोस् शीर्षकमा छ यीशु र दृष्टिहीन मानिस अनि जाँदा जाँदै उहाँले एउटा जन्मेको दृष्टिहीन मानिसलाई देख्नुभयो उहाँका चेलाहरूले उहाँलाई सोधे हे गुरु कसले पाप गर्यो यसले कि यसका आमा बाबुले र यो दृष्टिहीन भएर जन्मियो यीशुले जवाब दिनुभयो न त यसले पाप गर्यो न यसका आमा बाबुले तर यस हेतुले कि परमेश्वरका कामहरू यसमा प्रकट हुन् दिन छँदै मलाई पठाउनेका कामहरू हामीले गरिहाल्नु पर्दछ रात आउँदैछ जब कसैले काम गर्न सक्दैन जब म संसारमा छु म संसारको ज्योति हुँ यी कुरा भनेर उहाँले भुइँमा थुक्नुभयो औ थुकले माटोको हिलो बनाएर हिलो त्यसका आँखामा लगाइदिनु भयो अनि उहाँले त्यसलाई भन्नुभयो सिलोआमको जसको अर्थ हो पठाइएको तलमा गएर
तब त्यसले गएर पखाल्यो र देख्ने भएर आयो आमेन। र विशेष गरी एकजना अन्ध मानिस जो चाहिँ जन्मेको ब्लाइन्ड म्यान हुन्छ, ऊ चाहिँ अन्धै भएर जन्मेको, अनि एकदमै ऊ लाठे भइसकेको हुन्छ, तर ऊ अन्धा हुन्छ, उसले आँखा देख्न सकेको हुँदैन। अनि यीशु चाहिँ यरुशलेम मन्दिरमा आएको हुन्छ, अनि यीशु यरुशलेम मन्दिरमा आएर उहाँले मानिसहरूलाई शिक्षा दिएर, त्यहाँको युवतीहरूलाई शिक्षा दिएर, अनि चेलाहरूसँग चाहिँ फेरि पनि यो यरुशलेमको मन्दिरबाट चाहिँ फर्केर निस्किँदै गरेको हुन्छ। अनि त्यो बाटो भएर जाँदै गरेर चाहिँ एकजना अन्धा मानिसलाई भेट्दछ। यहाँ चाहिँ एउटा रियल घटना हो, घटित घटना, यो कुनै प्यारेबल होइन, यो कुनै उखान तुक्का होइन, एउटा यीशुसँग भएको एउटा घटित घटना छ, एउटा दृष्टिहीन मानिससँगको। अनि यो घटनाले चाहिँ हामीलाई एउटा शारीरिक एउटा शारीरिक घटना हो, तर यसमा अर्को कुरा के छ भन्दाखेरि हामीले यसलाई आत्मिक दृष्टिकोणले पनि आज हेर्नेछौँ हैन। किनभने बाइबलको वचन आत्माको प्रकाशमा लेखिएको, अनि हामीले यसलाई एकदमै आत्मिक क्षेत्रमा हामीले एकदमै बुझ्नुपर्छ। अनि आत्मिक क्षेत्रमा बुझ्नु लागि हाम्रो एकदमै सर्वशक्ति खोलिनुपर्छ, अनि त्यसको लागि एकदमै हामी ध्यान दिएर हामीले वचन सुन्नुपर्ने हुन्छ। अनि यीशु चाहिँ जाँदै थियो अरे, अनि दृष्टिहीन मानिसलाई देख्नुभयो अरे। हेर्नुहोस्, यीशुले देख्नुभयो दृष्टिहीन मानिसलाई। अनि उहाँका चेलाहरूले उहाँलाई सोधे, हे गुरु, कसले पाप गर्यो, यसले कि यसका आमा बाबुले र यो दृष्टिहीन भएर जन्म्यो? दृष्टिहीन व्यक्तिलाई हामी संसारमा होइन आत्मिक दृष्टिकोणमा पनि हाम्रो उयो हुँदैन है, हामी आत्मिक अन्धोपन पनि हुन्छौँ। आज तपाईँहरू यहाँ सबैजना छौँ, हाम्रो आत्मिक आँखा खोलिएको छ। यीशुलाई देख्नु, यीशुलाई चिन्नु भनेको चाहिँ हाम्रो आत्मिक आँखा खोलिनु होइन। तपाईँ यहाँ जति पनि हुनुहुन्छ सबैको आत्मिक आँखा खोलेको छ, म विश्वास गर्दछु। अनि आत्मिक दृष्टि व्यक्ति चाहिँ तपाईँको घरमा हुनसक्छ होइन, तपाईँको आफन्तमा हुनसक्छ जसले यीशुलाई चिन्न सकेको छैन, तपाईँको ज्ञानमा हुनसक्छ होइन, तपाईँको ब्यारेकमा हुनसक्छ, तपाईँको रुममेट हुनसक्छ, तपाईँको घरकै आफ्नै सदस्य हुनसक्छ। त्यो चाहिँ एउटा आत्मिक दृष्टिहीन व्यक्ति। अनि शरीरमा हाम्रो आँखाको कति महत्त्व छ कसैले पाउनु भयो भने मती 6:22 र 23 ठुलो आवाजमा पढिदिनुहोस् न। मती 6:22 र 23 ठुलो आवाजमा पढिदिनुहोस् न। आँखाको चाहिँ कतिको एउटा महत्त्व छ भनेर शरीरमा। आँखा शरीरको बत्ती हो, यसकारण यदि तिम्रो आँखा स्वस्थ छन् भने तिम्रो सारा शरीर उज्यालो हुन्छ, तर तिम्रो आँखा खराब छ भने तिम्रो सारा शरीर अँध्यारो हुन्छ। त्यसकारण तिमी भित्र भए उज्यालो चाहिँ अँध्यारो भयो भने त्यो अँध्यारो कस्तो बोध हुन्छ। हामी वचन पढेमा परमेश्वरलाई आशिष दिउँ। यहाँ भनेको चाहिँ शरीरको दियो चाहिँ आँखा हो है। हाम्रो शरीरको ज्योति, शरीरको दियो चाहिँ आँखा हो। यसकारण यदि तिम्रो आँखा असल छ भने, यहाँ इन्टरप्रिटेसन अलिकति अर्कैको छ, किनभने यो मेरो एउटा बेङ्गलोर प्रिन्टेड हो है, तपाईँकोमा नेपालको उयो हुनसक्छ, अनि धेरै इन्टरप्रिटेसन, तर बुझाइ चाहिँ एउटै हो। अनि तिम्रो शरीरलाई उज्यालो हुनेछ। हाम्रो आँखा चाहिँ असल छ भने, हामी देख्न सक्छौँ भने हाम्रो सम्पूर्ण शरीरलाई के हुन्छ, उज्यालो हुनेछ। अब एकताल अनुभव गर्नुहोस् न, तपाईँकोमा आँखा छैन अरे, सपोज तपाईँ अन्धोपन छ अरे, तपाईँलाई क्याटरेक्टको बिमार छ अरे, तपाईँ ब्लाइन्डनेसको बिमार छ अरे तपाईँलाई होइन, तपाईँ अन्धो भएर कसरी तपाईँले है कति साह्रो पर्छ तपाईँलाई जिउनु अन्धो भएर। तपाईँलाई 1-2 कदम हिँड्नु तपाईँलाई साह्रो पर्छ, किनभने तपाईँ घोर अन्धकारमा हुनुहुन्छ होइन। आज आँखा छ र नै आज हिँड्न सक्छौँ होइन। आँखा छ र नै आज हामीले एकले अर्कालाई देखिरहेको छौँ, हामी कलर्सहरूलाई देख्छौँ होइन, विभिन्न कलरहरूलाई हामी हाम्रो आँखाले देख्ने गर्छौँ। एउटा हात नहोस् न तर पनि तपाईँको शरीर उज्यालो हुन्छ, एउटा खुट्टा नहोस् न तर पनि तपाईँको शरीर उज्यालो हुन्छ, तर आँखा नहोस् न कस्तो बिरालो हुन्छ है। मैले बिरालो क्याट भनेको होइन, बिरालो भनेको है, त्यो एउटा तपाईँले बुझ्नुभयो नि मैले के भन्न चाहेको होइन। मान्छेको जीवनमा, मान्छेको शरीरमा आँखा छैन चाहिँ कस्तो हुन्छ, त्यो एउटा शरीरको अन्धोपन हो। हामी ऐनामा गएर हेर्छौँ
होइन ऐना भएर आफूले हेर्छौँ हामी आफूले आफूलाई ह्यान्डसम देख्छौँ होइन हाम्रो दाजुभाइहरू भने दिदीबहिनीहरू भने हामीले आफूले आफूलाई सुन्दरी देख्ने गर्छौँ ऐनामा यसो हेर्छौँ तपाईँले अहिले चचाउनुभन्दा अगाडि पनि ऐनामै बसेर आउनु भएको मलाई थाहा छ होइन त्यो आँखाले देख्ने गर्छ नि त आफूले आफूलाई त्यो ऐनामा रिफ्लेक्ट भएर होइन त्यो आँखा नभए तपाईँले आफैलाई देख्नुहुन्थ्यो हुन्थेन नि आज शरीरमा आँखा भएको कारणले गर्दाखेरि हामी सबै कुरालाई देख्न सक्छौँ अनि आँखाको महत्त्व चाहिँ कति धेरै छ भन्ने कुरा आज मैले तपाईँहरूलाई बताइबस्नु पर्दैन यस्तै हाम्रो आत्मिक अन्धोपन पनि हुन्छ जबसम्म यीशुलाई हामी क्लोजमा हामी देख्न सक्दैनौँ तबसम्म हामी आत्मिक अन्धोपन हुन्छौँ है तपाईँले 2 कोरिन्थी 4 को 4 पढ्दिनुहोस् त ठुलो अवसर पर्छ 2 कोरिन्थी 4 को 4 जसमा ख्रिस्ट जो परमेश्वरको रूप हुनुहुन्छ जसको महिमाको सुसमाचार तिनीहरूमाथि चम्कोस् भनेर यस संसारको देवले अविश्वासीहरूको समशक्तिलाई दृष्टिहीन तुल्याइदिएको छ। आमेन। वचनमा आशीष छ होला। जसमा ख्रिस्ट जो परमेश्वरको रूप हुनुहुन्छ उहाँको महिमाको सुसमाचार तिनीहरूमाथि नचम्कोस् भनेर हेर्नु चाहिँ परमेश्वरको महिमाको सुसमाचार चाहिँ आज हामी मानिस जातिमा नचम्कोस् भने चाहिँ यो संसारको देवले अविश्वासीहरूको विश्वास गर्नेलाई होइन हेर्नु चाहिँ अविश्वासीहरू जसले ईश्वरलाई चाहिँ विश्वास गरेको छैन अविश्वासीहरूको समशक्तिलाई दृष्टिहीन तुल्याइदिएको छ हेर्नु चाहिँ आत्मिक अन्धोपन भनेको चाहिँ तपाईँको समशक्ति नखोलिनु तपाईँको समशक्तिले ईश्वरलाई नचिन्नु तपाईँको समशक्तिले ईश्वरलाई नदेख्नु यो चाहिँ के हो आत्मिक अन्धोपन हो। तपाईँले मसँग फेरि पढिदिनुहोस् त युना 8 को 12 लाई पढिदिनुहोस् त यो तपाईँलाई याद भएको कुरा हो युना 8 को 12 मा के लेखेको छ भनेर जोडले पढिदिनुहोस् त। यीशुले फेरि तिनीहरूलाई भन्नुभयो मलाई पछ्याउने अन्धेरामा हिँडुल गर्ने छैन त्यसले जीवनको ज्योति पाउनेछ। आमेन। किन भन्नुहोस् त यीशुले भनेको छ म संसारको ज्योति हुँ। आमेन। यीशु संसारको ज्योति हुनुहुन्छ। हाम्रो आत्मिक हाम्रो उज्यालोपन चाहिँ यीशुको कारणले गर्दाखेरि मात्रै हामीले देख्न सक्छौँ। जब हाम्रो दृष्टि खुलिन्छ हाम्रो यीशुको कारणले गर्दाखेरि हामी आत्मिक कुरालाई देख्न सक्छौँ। आमेन। अब यहाँनिर चाहिँ चेलाहरूले सोध्दैछ है यो कुरो कसले पाप गर्यो यसले कि यसका आमा बाबुले रह्यो दृष्टिहीन भएर जन्मे। अब यहाँ के हुँदैछ त्यतिखेरको समयमा के थियो मोसाको व्यवस्थालाई पालन गरेर आएको थियो। मोसाको व्यवस्था जस एउटा शरीरको व्यवस्था पनि भनिन्छ। हामी रोमियो अध्यायमा पढ्यौँ भने त्यहाँ शरीरको व्यवस्था र आत्माको व्यवस्थाको विषयमा एकदमै क्लियर कट दिएको छ। हामीले तपाईँले रोमियो अध्यायलाई एकदम राम्रोसँगले पढ्नुहोस् है म आग्रह गर्न चाहन्छु। त्यहाँ व्यवस्था शरीरको व्यवस्था र आत्मिक व्यवस्थाको विषयमा धेरै छलफल बुझाएको छ। आज धेरै इसाई जनहरूमा पनि यो कुरा बुझ्न सकेको छैन। धेरै अगुवाजनहरूले म विरोध गरेको होइन यो मैले प्र्याक्टिकली देखेको धेरै अगुवाजनहरूले पनि यो कुरालाई बुझ्न सकेको छैन। शरीरको व्यवस्था र आत्माको व्यवस्थामा हामी चाहिँ अहिले केमा छौँ आत्माको व्यवस्थामा छौँ। शरीरको व्यवस्था चाहिँ के भयो सक्यो जब यीशु ख्रिस्ट आउनुभयो शरीरको व्यवस्था सक्यो अनि आत्मिक व्यवस्था सुरु भएको छ। आमेन भन्नुहोस् त। अनि चेलाहरू चाहिँ यीशुसँग त छ तर के छ उनीहरू शरीरको व्यवस्थामा छ। मसँग व्यवस्था उनीहरू राति मनन गरेर त्यतिखेर युवतीहरूले के गर्यो एकदमै राति कण्ठ गर्ने गर्थ्यो एकदमै मनन गर्ने गर्थ्यो एकदमै ध्यान गर्ने गर्थ्यो। यसो गर्नु यसो नगर्नु यसो गरेर पाप लाग्छ होइन यो काम गल्ती गरेर परमेश्वरले क्रोध दिन्छ श्राप आउँछ। चेलाको माइन्ड चाहिँ त्यस्तै थियो। अनि चेलाहरूले यीशुलाई सोध्दैछ त अन्त कसले पाप गर्यो
त्यतिखेर बाबाले गरेको पाप चाहिँ के हुन्थ्यो छोराछोरीलाई लाग्थ्यो या त आफैले गरेको पाप चाहिँ के हुन्थ्यो आफैलाई पनि लाग्थ्यो त्यो चाहिँ परमेश्वरबाट डाइरेक्ट आउने त्यो चाहिँ क्रोध थियो यो शरीरको व्यवस्थामा चाहिँ अनि चेलाहरूले बुझ्न सकेको थिएन यीशुको बारेमा चाहिँ सँगै त हिँडिरहेको छ होइन यीशुले के गर्दैछ त्यो पनि देखिरहेको छ तर पनि उनीहरूले अझै राम्रोसँगले बुझ्न सकिरहेको छैन अनि सोध्दैछ यसले पाप गरे किसका आमा बाबुले र यो जन्मेको अन्त भएर जन्मेको आज यो लाइनबाट चाहिँ नि यो सेन्टेन्सबाट चाहिँ नि एउटा ठुलो ब्रेक थ्रु हुँदैछ ल आज तपाईँले ध्यान दिएर सुन्नुहोस् ल अनि 3 पदमा पाउँछौँ यीशुले जवाब दिनुभयो न त यसले पाप गर्यो न यसका आमा बाबुले तर यस हेतुले कि परमेश्वरका कामहरू यसमा प्रकट हुन् आमेन आमेन तपाईँले बुझ्नुभयो यीशुले जवाब दिनुभयो न त यसले पाप गर्यो होइन न यसका आमा बाबुले हामी पापी त अलरेडी पापी नै छौँ नि त होइन सृष्टिदेखि नै मानिस जातिमा त्यो पापको हेरिडिटी भएर आएको छ त्यो पापलाई सरुवा भएर आएको छ हामी जन्मिँदै पापी छौँ अब हामी अन्ध हुन लागि अब हामीले पाप गरिबस्ने कुरा होइन हामी पापी नै छौँ चेलाहरूले बुझेको थिएन कि पाप गरे मात्रै पापी हुन्छ भनेर उनीहरूले त्यो खालको बुझिरहेको थियो उनीहरू जन्मिँदै पाप भए पापी भएर जन्मेको भन्ने कुरो त्यतिखेर चेलाहरूले बुझेको थिएन र त यीशुलाई सोध्दैछ त होइन तर वास्तवमा मानिस जातिहरू चाहिँ सृष्टिदेखि नै त्यो पाप चाहिँ सरुवा भएर आएको छ जेनेरेसन आफ्टर जेनेरेसन चाहिँ त्यो पाप सरुवा भएर आएको छ अनि त्यही पापबाट त्यही कर्सबाट चाहिँ छुटाउनलाई चाहिँ यीशु आउनु भएको नि त होइन अनि यीशुले भन्नुहुँदैछ न त यसले पाप गर्यो न यसका आमा बाबुले तर यो हेतुले भयो कि यस हेतुले भयो कि परमेश्वरको काम यसमा प्रकट हुनु यति राम्रो वाक्य छ यहाँनिर यति राम्रो सेन्टेन्स छ आज हामीलाई होइन हाम्रो जीवनमा धेरै कष्टहरू आउँछ होइन पहिला फाइनेन्सियल क्राइसिस हुन्छ हाम्रो लाइफमा होइन यो सबैले भोगेको कुराहरू कतिजनाले यही कुरामा भएर तपाईँहरू गइरहनु भएको छ फाइनेन्सियल क्राइसिसमा होइन कतिजना दुःख बिमार भएर कतिजना फ्रस्ट्रेसन टेन्सनमा भएर डिप्रेसनको शिकार अनि यति मात्र नभएर विभिन्न किसिम जति पनि भइरहेको छ संसारमा आज शैतानको प्रकोप त छँदैछ किनभने यो शैतानले दिएको एउटा छुटो अहिले प्रभुले दिएको छुटो यसको पनि एउटा अन्तरिम समय छ होइन संसार चाहिँ शैतानको दुष्टको प्रकोपमा छ तर पनि परमेश्वरले चाहिँ मानिसहरूको लागि ठुलो योजना तयार गरिदिनु भएको छ अनि हामी देख्ने गर्छौँ मानिसहरूको अब दिल्लीमा झन् हामी प्रशासन देख्ने गर्छौँ कति दयनीय हालतहरू छ मानिसहरूको होइन रोडतिर बाटोतिर बसेर चाहिँ मागी खाने अवस्था छ तर त्यो सबै अवस्थाको पछाडि चाहिँ के छ परमेश्वरको महान योजना लुकेको छ हामी परमेश्वरको महिमा लुकेको छ त्यहाँनिर तर दिल्लीमा चाहिँ माग्नेहरूसँग अलिक जोगिनु पर्ने रहेछ यहाँ पनि धेरै माग्नेहरू हिँडिरहेको हुन्छ एक दिन के भएछ यसरी नै सन्डे सर्भिस सकेर सबैजना निस्केर गएर रोजर ब्रदरको घटना हो अहिले उहाँ हुनुहुन्न उहाँलाई सोद्धा हुन्छ तपाईँले अनि उहाँ चाहिँ जहिले पनि ढिलो निस्किनुहुन्छ किनभने उहाँ हाम्रो यहाँ अहिले लिड गर्नुहुन्छ हाम्रो यहाँ एसएफएम दिदीलाई अनि सबै थन्काउनु सकेर उहाँ चाहिँ लास्टमा निस्किनुहुन्छ है निस्केर जाँदै गर्दाखेरि चाहिँ माग्नेले त्यहाँ एप्पी न फ्रुटी किनी मागेको छ तल दोकानमा सायद तपाईँहरू कतिजना हुनुहुन्थ्यो त्यो टाइममा अनि रोजर ब्रदरले त्यो दोकानमा गएर एप्पी न समथिङ फ्रुटी किन्ने त्यो तर्खरमा चाहिँ त्यो माग्नेले अघि नै आटाको बोरा बोकेर हिँड्दैछ त्यो दोकानबाट यहाँ चाहिँ माग्नेले स्क्याम गरिदिन्छ फेरि अलिकति जोगिनुहोस् तपाईँहरू अब त्यो रोजर ब्रदर नदिनु भएन बिचरा उसले किनेर लगेर त्यो एप्पी होइन त्यो फ्रुटी अब दोकानेर कहाँ दोकाने त माग्ने त त्यो बोरा बोकेर कहाँ भागै भागेन त्यो आटाको बोरा बिचरा रोजर ब्रदरले दिनु पऱ्यो नि त्यो
यहाँ चाहिँ अलिकति जोकिनुहोस् है, स्क्याम हुन्छ तपाईँहरूलाई। अनि पहिला त हामीलाई थाहा थिएन भस्म आउँदाखेरि, तर अब 2 वर्ष भयो यहाँको है, अब चाहिँ धेरै कुरा बुझ्यो यहाँको पनि। हामी त अब त्यसै त हामी हिमालयन भेगमा बस्ने अलिकति पहाडी भेगको मान्छेहरू अलिकति दयालु हुन्छ होइन। हाम्रो सोसाइटी हाम्रो समाज त्यसै छ, कोही दैनिक हालत देख्यो भने उठाउनु मनपर्छ, मद्दत गर्नु मनपर्छ। तर त्यस्तो चाहिँ फेरि यहाँ चल्दैन रहेछ, यहाँ चाहिँ स्क्याम हुँदो रहेछ। तपाईँ कतिजना यहाँ दिल्ली पुलिसमा हुनुहुन्छ होला चाहिँ तपाईँलाई राम्रोसँग याद छ। अनि मैले के भन्दै थिएँ भन्दाखेरि नि, मान्छे जस्तै अवस्थामा होस् न, त्यो चाहिँ उसले गरेको पाप पनि होइन, उसको आमा बाउले गरेको पाप पनि होइन, तर त्यो चाहिँ यस हेतुले भयो कि परमेश्वरको काम चाहिँ उसको जीवनमा प्रकट होस्। आमेन। आज तपाईँको जीवनमा पनि सायद त्यही परिस्थितिहरू भएर गइरहेको छ तपाईँको होइन। कतिवटा फाइनेन्सियल क्राइसिस अवश्य हुन्छ यो मानिसको जीवनमा, फ्यामिली प्रब्लम होइन, के प्रब्लम हुन्छ मानिसको जीवनमा होइन। तर यो सबै कुरोमा चाहिँ परमेश्वरलाई राख्नुपर्छ, त्यहाँ चाहिँ परमेश्वरको महिमा हुन्छ। आमेन। यूहन्ना 11 हामी पढ्नेछौँ। यूहन्ना 11 40 यहाँ यसरी लेखेको छ, यूहन्ना रचित सुसमाचार 11:40 यीशुले तिमीलाई भन्नुभयो कि मैले तिमीलाई भनिन, विश्वास गर्यो भने तिमीले परमेश्वरको महिमा देख्नेछौ। आमेन आमेन हालेलुया है। विश्वास गर्यो भने तिमीले परमेश्वरको महिमा देख्नेछौ भनेको छ। आजको यो जुन कन्ट्याक्ट छ नि, यो घटना छ नि, यो चाहिँ विशेष गरी केमा आधारित छ भन्दाखेरि विश्वास र आज्ञाकारिताले चाहिँ के गर्दछ, परमेश्वरको महिमा गर्दछ। आमेन। विश्वास र आज्ञाकारिताले परमेश्वरको महिमा गर्दछ। यो हामी डल्लै जब पढिसक्छौँ तब हामी यसलाई छर्लङ्ग बुझ्नेछौँ। अनि यीशुले भन्नुभयो, दिन छँदै मलाई पठाएका कामहरू हामीले गरिहाल्नु पर्दछ। रात आउँदैछ जब कसैले काम गर्न सक्दैन। जब म संसारमा छु, म संसारको ज्योति हुँ। यीशु संसारको ज्योति हुनुहुन्छ। अनि दिन छँदै हामीले परमेश्वर पिताको काम गर्नुपर्छ। अब दिन चाहिँ कहिलेसम्मलाई छ? जबसम्म के छ, उज्यालो छ होइन। दिन भनेपछि के उज्यालो हो नि त होइन। दिन भनेपछि उज्यालो। अनि यीशुले के भन्नुभएको छ, मत्ती 28:20 कसैले पाएन, जोडले पढ्दैन, तपाईँ ठुलो स्वरले पढिदिनुहोस् त 28:20 ताकि सबैजनाले सुन्न सकोस्। मत्ती 28:20 जे जे मैले तिमीहरूलाई आज्ञा गरेँ, तिनीहरूलाई ती सबै गर्नलाई सिकाऊ। हेर म सब दिन जगतको अन्तसम्म तिमीहरूका साथमा छँदैछु। आमेन। वचन पढेर परमेश्वर आशीष दिनु। यानी के भन्नुभएको छ, यीशुले जगतको अन्तसम्म, अनटु द एन्ड अफ द वर्ल्ड भन्नुभएको छ। संसारको अन्तसम्म, जगतको अन्तसम्म चाहिँ यीशु हामीसँग छँदैछ भन्नु मतलब के हो? जबसम्म यो पृथ्वी टलेर जाँदैन। किचनमा अलिक को हुनुहुन्छ है, अलिकति याद गरिदिनुहोस् है। यहाँ अलिकति आँखा पोले नाक पोले यहाँ सिर हुँदैछ, अलिक हामीलाई गाह्रो पर्दैछ है। के असल कुरो पाक्दैछ किचनमा तपाईँ नसोध्नुहोस् है। सेवा सकेको बादमा हाम्रो एकदमै त्यहाँ मिठो भोजन पाक्दैछ। त मलाई थाहा छैन तर किन पाक्दैछ भनेर चाहिँ है, अचानक गन्ध आउँदैछ। अनि यीशुले भन्नुभएको छ, जगतको अन्तसम्म म तिमीहरूको साथमा छु भनेर भन्नुभएको छ। यानि कि जबसम्म पृथ्वीको अन्त हुँदैन, जबसम्म संसारको अन्त हुँदैन, तबसम्म दिन परमेश्वरले हाम्रो माझमा राखिदिनु भएको छ। अनि हामीले चाहिँ काम गर्ने समय चाहिँ यही हो। परमेश्वरले भन्नुभएको छ, यीशुले भन्नुभएको छ नि, खेतमा होइन, खेतमा त के भयो, अन्न त पाकिसक्यो तर खेतालाहरूको अभाव छ भनेर भन्नुभएको छ होइन। खेत भन्नाले संसारलाई बुझिन्छ, अन्नहरू भन्नाले चाहिँ र आत्माहरूलाई बुझिन्छ। अनि खेतालाहरू भन्नाले चाहिँ हामी परमेश्वरको जनहरूलाई बुझिन्छ, स्वर्गदूतहरूलाई बुझिन्छ। हामी एउटा भाषा भनौँ भने हामी स्वर्गदूत हौँ है। अनि हामीले चाहिँ जसरी घरमा छुट्टीमा गएर हामीले 10वटा औँलाई ख्याएर हामीले काम गर्छौँ नि,
त्यस्तै काम चाहिँ परमेश्वरको निम्ति गर्ने बेला भएको छ। हामी ख्रिस्टको खेतबारीमा छौँ, धेरै अन्नहरू पाकिसकेको छ, आज त्यसलाई हामीले बटुल्ने काम गर्नुपर्ने छ। अनि यसमा हामीले ढिलाइ गर्नु हुँदैन, किनभने प्रभुले भनेको छ दिन छँदै हामीले काम गरिहाल्नुपर्छ। रात आउँदछ तब कसैले काम गर्न सक्दैन। संसारको अन्त भएपछि म काम गर्छु नि प्रभु भनेर पाउँछ? पाउँदैन नि। अनि यी कुरा भनेर उहाँले भुइँमा थुक्नुभयो। अब उहाँले थुकले माटोको हिलो बनाएर हिलो त्यसका आँखामा लगाइदिनु भयो। हेर्नुहोस् है, उहाँले भुइँमा थुक्नुभयो। भुइँमा के हुन्छ? माटो हुन्छ। भुइँमा थुक्नुभयो नि, त्यो माटोमा थुक्नेपछि के भयो? गिलो भयो नि त, होइन? अनि गिलो भयो, अनि गिलो भएर चाहिँ के भयो? अनि उहाँले त्यसको आँखामा लगाइदिनु भयो। त्यो अन्त व्यक्तिको आँखामा चाहिँ यीशुले थुक्नुभयो भुइँमा, अनि त्यो थुकेको माटोलाई लिनुभयो, होइन? अनि त्यो गिलो माटो चाहिँ आँखामा लगाइदिनु भयो। आज यहाँबाट बुझ्नुपर्ने कुराहरू, थुक भन्ने कुराहरू हाम्रो सोसाइटीमा कस्तालाई बुझिन्छ? जुन कुरोलाई हामी रिजेक्ट गर्छौँ, जुन कुरोलाई घृणा गर्छौँ, जुन कुरोलाई हामी मन पराउँदैनौँ, रिजेक्सन हो नि थुक भनेको चाहिँ, होइन? स्पिच गर्नु, मन नगरेर थुकी भयो नि त। बाटोतिर हेर्नुहोस् त, अलिक चेपचापमा हेर्नुहोस् त, आमामा है, थुकेर मान्छेले रातो खालको थुकेर रातै बनाइदिरहेको हुन्छ। सिँढीतिर हेर्नुहोस्, उसलाई मन नपरेर त्यो फ्याँकेको हो नि त। थुक भनेको चाहिँ रिजेक्सन हो। संसारको कुनै समाजमा यस्तो छैन कि थुक्दाखेरि त्यो चाहिँ राम्रो खेल हो भनेर। अलिकति नराम्रो गराए थुक्नु मनपर्छ, है? आफूलाई रिस उठोस् न, के भन्छ थुकिरहेको हुन्छ। थुक गर्छ, एउटा रिजेक्सन हो। समाजमा यस्ता धेरै व्यक्तिहरू हुन्छ। हुनसक्छ तपाईँ पनि त्यो समयमा गुज्रिरहनु भएको, तपाईँ पनि त्यो रिजेक्सनको शिकार हुनुभएको कुनै समयमा, तपाईँलाई पनि कसैले थुकेको एक समयमा, तपाईँलाई पनि कसैले घृणा गरेको, त्यो रिजेक्ट लिस्टमा तपाईँ पनि आउनुभएको। तर यीशुले यहाँ चाहिँ यीशुको डिभाइन नेचरलाई बुझाउँदैछ। यहाँनिर चाहिँ अलौकिक कुरालाई बुझाउँदैछ। त्यो माटोलाई चाहिँ यीशुले टिपेर बनाएर लगाइदिनु भयो। मानिसलाई त्यहाँ चाहिँ केले बनिएको? माटोले बनिएको। भुइँको धुलो टिपेर, माटोभन्दा पनि अझै बेसी धुलो। माटोमा त त्यहाँ ढुङ्गामा के हुन्छ होइन? तर हामीले अङ्ग्रेजी हामीले किङ जेम्स भर्जन, त्यो चाहिँ किङ जेम्स भर्जन त तपाईँले एकदमै म तपाईँलाई आग्रह गर्न चाहन्छु, तपाईँले पढ्नु चाहिँ अरिजिनल यो चाहिँ इन्टरप्रिटेसन बाइबल हो, किङ जेम्स भर्जन चाहिँ। त्यहाँदेखि अरू बाइबल आएको चाहिँ त्यो चाहिँ संशोधित भर्जन्सहरूमा चाहिँ अलिकति बुझ्नमा सजिलोस् भनेर बनाएको। तपाईँको हातमा एउटा किङ जेम्स बाइबल, त्यो चाहिँ किङ जेम्स भर्जन बाइबल चाहिँ तपाईँको हातमा हुनैपर्छ। यो चाहिँ डाइरेक्ट हिब्रू अनि ग्रिक अनि आरामिक, त्यो बाइबल तिनवटा ल्याङ्ग्वेजले लेखेको नि, होइन? हिब्रू, ग्रिक र आरामिक ल्याङ्ग्वेजले लेखेको। अनि त्यसलाई चाहिँ डाइरेक्ट इन्टरप्रिटेसन चाहिँ किङ जेम्स भर्जनमा भएको छ। अनि त्यहाँबाट चाहिँ अरू संशोधित बाइबलहरू बनेको छ। आज हाम्रो हातमा भएको नेपाली बाइबलहरू, संशोधित बाइबलहरू, कतिवटा शब्दको बाइबलको शब्द आज मेरो बाइबल भएको उहाँको बाइबल छ, अलिकति मिलेको छैन, तर बुझाउनु चाहिँ एउटै खोजेको। मेरोमा असल भन्दैछ भने उहाँकोमा के भन्छ राम्रो भन्दैछ, बुझाउनु खोजेको चाहिँ एउटै हो। आज त्यो अन्त व्यक्तिलाई कस्तो फिल भयो होला? यसो भन्ने व्यक्तिले भुइँमा थुकेको है, अन्त उसले देखेको छैन, फेरि उसले देखेको छैन, तर उसले त्यो सबै कुरालाई बुझिरहेको छ। थुकेको आवाजलाई त हामी बुझ्छौँ नि त। अनि यसको यीशुले के गर्छ? त्यो अन्ध व्यक्तिको आँखामा लगाइदिँदैछ। त्यो अन्ध व्यक्तिले केही नगरी उसले एकदमै बसिरहेको छ। यीशुलाई काम गर्नु दिइरहेको छ उसको जीवनमा, उसको शरीरमा। यीशुले चाहिँ बनाइदिँदै हुनुहुन्छ उसको त्यो बिग्रेको आँखालाई, ज्योति ल्याइदिँदै हुनुहुन्छ यीशुले, उसको शरीरको ज्योतिलाई ल्याइदिनु हुनुहुन्छ। उसले यीशुलाई के गर्नु दिइरहेछ? काम गर्नु दिइरहेको छ। आज हामीले हो भने है, त्यो जग्गामा चाहिँ हामी हो भने के हुन्थ्यो होला?
यत्तिकै गरेर भयो अनुहार मैला भयो मेरो भक्क अनुहार पखालेर आएको धोएर सफा गरेर आएको अहिले जस्तो भन्दा मैले क्रिम लगाएर आएको छु अनुहारमा त्यो टाइमको त क्रिमहरू किन अन्ध व्यक्ति है उसले आफूले देखेको छैन अरू कस्तो छ यादै छैन अनि हामी आज जानेछौँ अनि उहाँले त्यसलाई भन्नुभयो जब सिलोआमको जसको अर्थ हो पठाइएको तलमा गएर पखाल तब त्यसले गएर पखाल्यो र देख्ने भएर आयो आमेन यीशुले त्यो व्यक्तिले के गर्दैछ आज्ञा गर्दैछ अब हेर्नुहोस् है आज्ञा र विश्वास चाहिँ यहाँ आउँदैछ मैले अघि भने यो घटना चाहिँ आज्ञा र विश्वासमा केन्द्रित छ अनि यीशुले उसको आँखामा हिलो लगाइदियो अनि उसलाई जाऊ भन्दैछ अचम्मले अन्ध व्यक्तिले चाहिँ पठाउँदैछ त्यो सिलोआमको त्यो के भन्नु त्यो तलमा लेकमा पोन्ड भनौँ लेक भनौँ सानो सानो एउटा कुवा जस्तो अनि मैले हेर्दै थिएँ त्यो चाहिँ धेरै टाढो छ हेरेर छ 1-2 माइलको दूरीमा रहेछ त्यो घटित घटनादेखि चाहिँ त्यो सिलोआमको त्यो तलाउ चाहिँ त्यो लेक चाहिँ अनि अन्त व्यक्तिले पठाउँदैछ यीशुले जाऊ गएर पखाल अन्त मानिस कसरी गएर आयो मतलब एक्साइटेड भयो है मलाई जहाँसम्म एक्साइटेड भयो किनभने यीशुलाई उसको जीवनमा उसलाई काम गर्ने दिइरहेको छ नि त किनभने उसलाई थाहा छ म देख्नेवाला छु भनेर उसलाई पुरा विश्वास छ अनि यो विश्वासको साथमा चाहिँ के गर्छ त्यो तलमा जान्छ गएर उसले पखाल्छ अनि उसले पखालेर ऊ देख्ने भएर आउँछ अनि इङ्ग्लिस बाइबलले हेर्नु भने चाहिँ हि वाज अनि हि वेन्ट एन्ड वाज एन्ड केम होम सिइङ भने चाहिँ देख्ने भएर घर फर्क्यो भनेको छ हामी यहाँ चाहिँ नेपालीमा चाहिँ फेरि घर फर्क्यो भने चाहिँ लेखेको छ देख्ने भएर आयो भनेर लेखेको छ इङ्ग्लिस बाइबल हेर्नु चाहिँ देख्ने भएर घर फर्क्यो भनेको छ अनि यहाँ चाहिँ हामीले बुझ्नुपर्ने कुरा के हो जस्तै परिस्थिति भए तापनि यीशुले हाम्रो जीवनमा काम गर्नुपर्छ हामी कोही बेला एकदमै लो फिल गर्छौँ हामी एकदमै डाउनमा पुग्छौँ एकदमै तल्लो स्तरमा पुग्छौँ त्यतिखेर हाम्रो जीवनमा के हुन्छ गनगनाउने कुरा आउँछ अनि यो चाहिँ एकदमै हामीले रिचार्ट गर्नुपर्ने कुरा चाहिँ थियो हामीले थुक्नुपर्ने कुरा चाहिँ के हो गनगनाउनु हामी धेरैचोटि गनगनाउँछौँ त्यो लेभलमा पुग्दाखेरि किन आफूले भनेको जस्तो हुँदैन ह्युमन क्यारेक्टर जागिहाल्छ हाम्रो अनि यस्तो त हामीले दबाउनुपर्छ अनि त्यो समयमा चाहिँ तपाईँको जीवनमा यीशुले काम गर्दै गरेको हुन्छ अनि यीशुलाई काम गर्न दिनुहोस् तपाईँ लो भएको समयमा तपाईँ डाउन भएको समयमा तपाईँ फेल भएको समयमा यीशुलाई काम गर्न दिनुहोस् अनि उहाँमा विश्वास गर्नुहोस् जसरी अन्त व्यक्तिले यीशुलाई काम गर्न दियोस् उसको जीवनमा होइन अनि यीशुले भएको आज्ञाले उसले मान्यो आज हामीले गर्नुपर्ने केही छैन उहाँलाई विश्वास गर्नु हो अनि आज्ञा पालन गर्नु अनि तपाईँ मेरो जीवनमा चाहिँ कहिले नघटेको घटना पर्छ मिराकल जसरी आज त्यो अन्त व्यक्ति देख्ने भयो आमेन अनि यो पुरा हामीले सारांशबाट बुझ्नुपर्ने चाहिँ यसलाई समराइज गर्नु पर्दाखेरि चाहिँ वाट एभर गट टु पास इट इज फर द ग्लोरी अफ गड जे पनि हुन्छ तपाईँको जीवनमा विश्वास गर्नुहोस् त्यो सबै कुरो चाहिँ परमेश्वरको महिमाको लागि हो आमेन र म समय बेसी लिँदैन है बेसी लिँदैन भन्दा भन्दै निकै समय गइसकेको छ र आजको वचनको सन्देश चाहिँ तपाईँलाई यो छ तपाईँको जीवनमा तपाईँ व्यक्तिगत जीवनमा एक व्यक्तिको जीवनमा परमेश्वरको महिमा हुनु आवश्यक छ अनि परमेश्वरको महिमा भने चाहिँ हिब्रू भाषामा चाहिँ काबत भन्छ अनि काबतलाई हामीले त्यसको विश्लेषणले हेर्दै गर्दा चाहिँ काबत भनेको चाहिँ अनर रेस्पेक्ट जुनै जग्गामा पनि हाम्रो जीवनबाट चाहिँ के हुनुपर्छ परमेश्वरको इज्जत हुनुपर्छ परमेश्वरलाई आदर हुनुपर्छ हाम्रो जीवनमा चाहिँ हामी जस्तै स्थितिमा पनि चर्चा भइसकेर मात्रै हाम्रो जीवनहरू परमेश्वरलाई आदर होइन मित्रहरू हामी ड्युटीमा जान्छौँ त्यहीँ पनि हाम्रो जीवनबाट चाहिँ मेरो कारणले चाहिँ परमेश्वरको महिमा हुनुपर्छ होइन बजार जान्छौँ त्यहाँ पनि हामीले होस गर्नुपर्ने कुराहरू हुन्छ किन हामी जहीँ पनि गयो पनि हामी परमेश्वरको महिमाकै लागि बनिएको हो नि त
होइन र? उहाँलाई आराधना गर्नको लागि भने हामी आराधकहरू हो नि। आराधकले के गर्छ? परमेश्वर आराधना गर्ने काम गर्छ। आराधना भनेको के? उहाँलाई अनर गर्नु हो, उहाँलाई आदर गर्नु हो। अनि परमेश्वरलाई महिमा होस्। आजको वचनद्वारा है हामी सबै आजको वचनद्वारा आशिष भएका छौँ। आमेन आमेन आमेन। हुन्छ, म समय लगाउँदिनँ है, समय निकै भइसकेको छ र यस समय फेरि पनि म आजको संसारलाई तिमीलाई दिन चाहन्छु। हुन्छ, परमेश्वरलाई धेरै धेरै धन्यवाद। हामीले त्यो माइक